गाइजहरू हिजो चाहिँ 81 हामी त्यो वाटर डान्स हेर्दै कि 81 यस्तो हुरी चल्यो होइन, यस्तो थन्डरस्टर्महरू आउनु थाल्यो। सो ब्लक त टाढाको कुरा केही गर्नै पाएन। अनि प्लस हामी गाडीको पार्किङबाट लगभग 7 मिनट जति टाढा थियौँ कि, अनि हामी स्टक भयौँ क्या त्यहीँ। अनि सबजना डराएर यत्तिकै अब के गर्ने हेर्ने यत्तिकै बसेको भयौँ होइन। अनि त्यसपछि मलाई बोलाइरहेछन्, म अहिले आउँछु। अनि त्यसपछि यहाँ चाहिँ त्यो हरेक स्ट्रिटै पछि यस्तो छुट्टा छुट्टै त्यो अमेजिङ के त्यो हुन्छ नि डिज्नी वर्ल्डहरू कस्तो छ चाहिँ मलाई थाहा छैन होइन। तर यहाँ नै त्योभन्दा कम चाहिँ छैन क्या। म्युजिक सिटी पनि छ अनि रोलर कोस्टरहरू। सो यो चाहिँ ब्रान्सनको ब्रोड वक रहेछ। आई गेस यहाँभित्र केही छ, बडवाइजरको गाडी भन्छ टक्क। अनि यही हो त्यो एक्वेरियम चाहिँ, सायद हामी भित्र पनि जान्छौँ भने त्यो अक्टोपस छ। अनि यहाँनिरको मलाई सबसे एउटा बवाल लागेको चाहिँ एउटा कुरा छ, त्यो चाहिँ म अहिले पछि देखाउँछु। यस्तो डेन्जर हावा चलिरहेछ गाइज। हामी चाहिँ त्यो एउटा फन भ्यालीमै आइपुगेछौँ कि, यसमा चाहिँ टन्न गेमहरू रहेछ होइन। मतलब नट गेमवाला आर्केडवाला गेमहरू होइन, बट जस्तै यो एक्वेरियम अनि मिरर मेज अनि ब्रोड वक योहरू सबै रहेछ क्या। तर यो चाहिँ एउटा हलमा होइन कि मल्टिपल ठाउँमा रहेछ कि, बट एकदम 1-2 मिनटको डिस्टेन्समा। अन्त टिकटहरू हेरेको सिङ्गल टिकट लियो भने चाहिँ लास्टै महँगो, अनि कम्बो लियो भने चाहिँ वर्थ इटवाला। बट वी डोन्ट ह्याभ टाइम। हामी यहाँबाट अब हामी सिल्भर डलर सिटी जान्छौँ। अनि त्यसपछि फेरि लेक अफ ओजार्क गएर अनि राति घर जाने प्लान छ नि त आजको। तर त्यही भएर हामी यहाँ खेल्न सकेनौँ। अब चाहिँ यहाँबाट हामी सिधै सिल्भर सिटी जान्छौँ। अनि त्यसपछि हेरौँ अब के हुन्छ सिल्भर सिटीमा चाहिँ के खेल्ने नखेल्ने के गर्ने। यस्तो कपाल उडाइरहेको छ मलाई, यस्तो माया लागेको छ आफ्नो कपालको, तर केही छैन गाइस। सो यो चाहिँ एक्वेरियम एट द ब्रोडवे प्लस माछाहरू चाहिँ छैन, पानीहरू माछा। अनि यो चाहिँ अक्टोपस। नाइस। फोटो खिच्दैछन्, पोज दिइदिए है सबजना। अनि मलाई दामी लागेको कुरा चाहिँ यो अक्टोपस पनि मलाई जस्तो राम्रो थियो क्या। यहाँ चाहिँ अपसाइड डाउन गर्छ क्या, यो चाहिँ उल्टो गरेर बसेको। होइन क्यामेरा राम्रो देखेन, तर बवाल छ। मलाई चाहिँ दामी लाग्यो इन्जिनियरिङ। अनि के हो के धेरै कुरा छ त्यो भनेको छँदै छैन। गाइस अघि मैले कुरा गरेको थिएँ होइन, त्यो चाहिँ यहाँ हेर नि कृष्ण। अहिले पस्नुपर्छ ल यहाँ। सो सिल्भर सिटी गएको गाइस, आज बन्द रहेछ हिजो, सायद त्यो मौसमले गर्दाखेरि नै होला। अनि हामी फेरि ब्याक टु हामी त्यो एक्वेरियम नै आयौँ। अब यहीँनिर टिकट लिने हो। हामीसँग खासमा टाइम नभएर थियो, बट उताको टाइम यता सेभ भयो। सो हामी फेरि यता आछौँ। बट यहाँ यति धेरै कुराहरू रहेछ नि होइन, म सायद सबै खिच्दै जान्छ होला क्या। अहिलेको लागि हामी एक्वेरियम जान्छौँ। अनि एक्वेरियम पछि त्यहाँ के टिकट छ त्योहरू सबै लिन्छौँ। अनि पालै खेल्दै जान्छौँ। यहाँ त्यो हलिउडको त्यो पनि रहेछ, गो कार्डहरू पनि रहेछ। कति भनेर कुरै साध्यै छैन लगाइ। सो हामीलाई चाहिँ अहिले यो 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 सबै किनेको छौँ। अनि प्राइस नहेर्नु होला, रेडी आउँछ। सो यहाँ चाहिँ हाम्रो टिकट आइरहेको छ।
These tickets are for all of these attractions. They'll scan it 4 different times. Okay. These are for the aquarium. They'll scan these once. Okay. So these get you in here. Come right around the ropes. Whenever you're ready, they'll get you started. Sure. So one ticket for all, right? One ticket, they'll scan 4 different times for down there. Okay. So यो चाहिँ हाम्रो टिकट हो एन्ट्री. While you're walking through, take as many photos as you like. Just no flash. Sure. No knocking or banging on the tank. So no. I'm just making the vlog for photographs. myself. Thank Step you. behind the activists. We'll get some photos for you. Sure. यहाँ दुईजना हो त दुईजना न हाम्रो फोटो खिचिदिनुहुन्छ अरे all of those? Okay. So guys, त्यो हाम्रो फर्स्टको अक्टोबरसँगको फोटोसुटबाट हामी भित्र जाँदैछौँ. सो राम्रो सही होला या सरसफाइ भइरहेको छ. जस्ट फ्ल्यास चाहिँ बाल्न पाउँदैन अरे अरू सब गर्नु पाउँछ. खै त अक्टोबस चाहिँ कहाँ यता स्टार फिस अबुई मलाई त क्या डर लागिरहेको नजिकबाट हेर्नु चलिरहेको म त केही होइन. सो यस्तै छ यो म्युजियमभित्र चाहिँ. यो त खासै म्युजियम हो नि त. छ जू टाइपको माछाहरू. सो यो चाहिँ के हो अब कस्तो जान डर लाग्ने. Hey. Yeah, right. This is a 5D motion ride. It's a 3D cartoon. The seat's nice. Are you guys okay with that? Right. No issues. Cute, No that has a- motion sickness, acrobatic, pregnancy, seizures, or recent surgery. No. Thank you. Whatever seat you want. So यहाँ बसेर अब मोसनवाला हेर्ने. ओके ल गाइज हामीलाई चाहिँ अहिले यहाँ 3D चस्मा दिएको छ. मेरो चस्मा यहाँ छ. अब यो हामीले हेर्ने अरे होइन. यस्तोमा बसेर रमाइलो लाग्छ है. त्यो भर्खरै त्यो उसबाट खेलेर कस्तो लाग्छ उनीहरूलाई. यस्तो जस सबमेरिनभित्रको एक्सपिरियन्स दियो भर्खरै. मैले चाहिँ रोलर कोस्टर तर सबमरिनभित्रको 3Dमा क्या मजा आयो तर. ल अब चाहिँ हामी अब्जर्भेसन स्टेसनतिर जाँदैछौँ है. यो त अघि ठाउँ जस्तो लाग्यो मलाई तर होइन. तृष्णा दिदी तपाईँको लागि क्रल गर्ने ठाउँ जानु न. म तपाईँको ठाउँमा भइदिएको त गइदिन्थेँ. हामी त ठोकिन्छ तपाईँ त ठोकिनुहुन्न नि त. म उताबाट निकाल्दैन. कृष्ण दिदीहरू सानो भएर यता आउँदै हुनुहुन्छ. ल क्रल गर्दै हुनुहोस्. एक्जिट म सो के हो यार ग्लोइङ वाटर्स. ओ माई गड. उही मेरो जुत्तामा त बत्ती पनि बल्दो रहेछ. के रहेछ यो. आई थिङ्क यो एम होला क्या. सो ब्लुम ब्रुम. ओ माई गड नाइस. मिरर मेज जस्तै छ. कता कता जाने चाहिँ केही थाहा छैन. सबजना आइसक्यो फोटो खिच्दैछौँ. कलर चेन्ज भयो अहिले अहिले. त्यो छिर्ने बेलामा चाहिँ कहाँ हो जस्तो हुँदो रहेछ. छिरिसकेपछि चाहिँ यता हो भन्ने हुँदो रहेछ. तर मिरर मेज भइदिएपछि त्यो नि हुँदैन थियो. पुरै झुक्किन्थ्यो.
सो त्यो मिरर मिर्स पछि क्या फरेस्ट रे के रहेछ हेरौँ त ओके Hi. I'm sorry? Are you interested in petting our animals? No, thank you. Okay, well, if you change your mind, all we ask is that you wash your hands first, okay? Sure, sure. छुन पाउने रहेछ नि त छौँ न छुन पाउने रहेछ ल है ल छोयो मजा आयो यसलाई छ न साह्रो रहेछ कि यो त कस्तो सफ्ट जेली जस्तो रहेछ यो त खरखर गर्ने रहेछ यो त जेली जस्तो छ यसले टोक्दै टोक्दैन निमेष छौ त साइडमा है त्यसको तेलमा अनियन तेल अब यो त छुँदाखेरि पनि झला जस्तै हुन्छ जेली जस्तो रहेछ त्यो त त्यस स्टिङरेको चाहिँ साइडमा छौ त साइडमा मात्रै कस्तो त्यो त गुर्र होला जस्तो है सो गाइज हामी त्यो भर्खर एक्वेरियमबाट निस्क्यौँ है खै कस्तो फिल भयो त एक्वेरियम रमाइलो है अब चाहिँ मलाई चाबी गाडीको दिने कि अब यहाँबाट चाहिँ हामी हलिउड व्याक्स म्युजियम जाँदैछौँ है त त्यसपछि पनि अझै स्टिल ठिक्क रहेछ बट हामीसँग टाइमै कति कम छ क्या बट केही छैन हामी सब भ्याउँछौँ दौडी भयो नि ल सो यो चाहिँ हाम्रो सेकेन्ड डेस्टिनेसन हलिउड म्युजियम यसमा चाहिँ त्यो ठ्याक्कै किङ कङको एउटा सिनको छ अब आई विल सो यु गाइज है त दिस इज हलिउड मिरर मेज जाने हो फर्स्टमा यहीँ जाउँ न त फर्स्टमा ल हामी चाहिँ मिरर मेज जाँदैछौँ त हामीले कम्बोमा टिकट किनेको थियौँ सो हामी मजाले जान पाउँछौँ हामी अब त्यसकै लागि भित्र जाँदैछौँ गाइज कपालहरू चाहिँ बिजोग भइसक्यो तर Hey, how are you? So कहाँ आइपुग्यो थाहा छैन मिरर मेज जस्तो लाग्यो क्यासलमै मिरर मेजहरू मेरो लागि मन चाहिँ त्यस्तो लाग्छ कि This is mirror maze. अघि नैदेखि खिचिरहेको छु मैले त So this is mirror maze. अर्कै खालको mirror maze हो कति सजिलो फिगर आउट गर्न सक्ने हाम्रो नाइके दिदीले हामीलाई कहाँ लानु भएको छ कता हो दिदी सो त्यो मिरर मेज पछिको गेम चाहिँ हाम्रो यो हो कार्निभल थ्याङ्क यू सो अहिलेको जस्तै बट यसपालि चाहिँ हामी बिचमा बस्छौँ है नो अप्सन्स बिचमा अझै यता हो त्यहाँ यता बस्छ न थ्याङ्क यू सो बिचमा बसेर हेर्ने रिप्लेको लागि चाहिँ $5 एक्स्ट्रा पनि लाग्दो रहेछ सो यो चाहिँ टक्क लेजर हान्दै के गर्ने थाहा छैन है अब यहाँ पुगेपछि थाहा हुन्छ सो सब सानोसँग हामी बसिसक्यौँ हामीसँग गन पनि छ हामी सबलाई हान्ने आउँछ कृष्ण दिदी कसलाई हान्ने तपाईँ
होइन कि यहाँ थाहा छैन सो यहाँबाट आयो गाइज हामी यस्तो रमाइलो भयो झन्डै झन्डै त्यो गन त्यो लेजर ट्याग नै हो यो त तर हामी चाहिँ त्यो 3D को लेजर ट्यागमा त्यही कुर्सी बसेर लडाइ जस्तै गरेर होइन अब चाहिँ हामी कहाँ छौँ भने सो यो चाहिँ हलिउडको तपाईँको क्रेनले पेन्ट गरेर रहेछ अहिले चाहिँ अनि अब चाहिँ यहाँ जाने हामी अनि त्यहाँनिर के भन्छ सब रमाइलो छ मजा नै भयो त्यो 3D लगाएर सो गाई हामी सो हामी चाहिँ अब हलिउडको पार्कमा छिर्दैछौँ म सब देखाउँछु है त Bruce Lee, how are you? Lahai, Eminem. Lahai. Guys, Jurassic Park मा छु म अहिले है ल दाइ काम सुरु गर्ने कहिले गर्ने हो त काम हाम्रो प्याट्रिक अनि यसपछि ओइ यो त टर्मिनेटरको गुन्डो तेज गराज नस अनि हाम्रो वान एन्ड ओन्ली विन डिजेल हो के अरे विन डिजेल बाइकमा फोटो खिच्नुपर्छ अहिले निकी मिनाज जस्टिन बिबर पोस्ट म्यालन एरिना अनि हाम्रो वान एन्ड ओन्ली एड सेरन अनि कार्डी बी सो गाइज भर्खर मेरो चस्मा नि फुट्यो होइन अब केही छैन यस्तै हो हलिउडको सेलिब्रेटीहरू भेटेको होइन त्यो चस्माले पनि धान्न सकेन कि अनि चस्मा नि फुट्यो अब के अन्त होइन दिदी कस्तो लाग्यो त एकदम रमाइलो हरेक शब्द पछि रमाइलो छ तिमीलाई कस्तो लाग्यो त थके लाग्यो है मलाई चाहिँ पानी प्यास लाग्यो कस्तो लाग्यो त रमाइलोबाट बल्ल बबालमा चेन्ज हो तिमीलाई कस्तो लाग्यो त झकास रे है मैले चाहिँ जोस् झन्डै सेलिब्रेटी भेटे जस्तो फिल भइरहेको तर केही छैन मजा आइरहेछ मलाई चाहिँ सेलिब्रेटी भेटेर दुःख लागेर आँसु आएर चस्मा लगाएको छ मेरो चाहिँ चस्मा अनि यो चस्मा फुटाएन भन्नु होला है भाँच्यो चस्मा सो हामी चाहिँ अहिले मिनी गल्फमा छौँ टक्क खेल्दै जाँदैछौँ ऊ अलिकति मिस भयो अब लास्ट एक चान्स आउँछ रेड कार्पेटबाट हान्दैछौँ होइन Oh no. सो गाइस चस्मा चेन्ज भयो मलाई स्वाहाइन थाहा होइन मलाई लाज पनि लाग्यो तर लाउने भएर गाडी चलाउँदा धेरै पुरै केही देख्दैन नत्र त अहिले चाहिँ हामी अब त्यो सब टिकट त्यत्रो खर्च गरेर किन्यो त्यहाँ 3 सेट अरू चाहिँ सकाएको थियो त्यो सब युज गऱ्यौँ त्यो सबैको हामीले सकाएर अहिले चाहिँ अनि अब हामी बटरफ्लाई प्यालेसतिर आउने किनकि हामीले दुईजना बटरफ्लाई बोकेर हिँडेका छौँ होइन सो अनि तिनीहरू बोकेर हिँडेको भएर यहाँ आउनै पऱ्यो मेरो कपाल यस्तो उडाइरहेको छ तर मौसम एकदम नै बवाल छ सो है त अब हामी जाँदैछौँ चलाउँदै क्विक ब्रेक गाइज ग्यास हाल्न आएको अनि अब अझै लगभग 1.5 घन्टा बाँकी छ होला हामी त्यहाँ पुग्नलाई केही छैन सबजना सुतुवा रहेछन् सुतुवा छन् अनि सुते मजा आइरहेछ धेरै साह्रै ल गाइज हामी चाहिँ अहिले यो लेक अफ ओजार्कको अब यो ठाउँ आइपुगेको छौँ होइन यहाँ चाहिँ के गर्न आएको भन्दा हामी हेलिकप्टर चढ्न आएको त्यहाँ पछाडि चपर
राइड सायद हामीलाई चाहिँ 10 मिनट चाहिँ लेक अफ घुम्ने छ। त्यही हो, म त्यसको सर्ट्सहरू लिन्छु। तर हावा लागिरहेको छ, यस्तो डेन्जर हावा लागिरहेको छ होइन। अनि हाम्रो यहाँको हेर सो अहिले चाहिँ हाम्रो हेलिकप्टर रेडी हुँदैछ होइन। हामी दुईजना चाहिँ यसपालि जानु लाग्यो। कस्तो फिल भइरहेको छ? डर लागिरहेको छ अरे। म चाहिँ एकदम एक्साइटेड छु। अनि त्यही हो, म देखाउँछु यता हेलिकप्टर। सो हामी चाहिँ यसमा चढेर जाँदैछौँ। रनवे पनि दामी छ। अनि त्यहाँ छ गाडी, मौसम पनि चिल छ तर मजाको हावा लागिरहेछ अहिले। सो त्यही हो गाइस। Just don't go behind the doors of the helicopter. That's where it's going to get dangerous. So when you're loading and unloading, just go past those doors. And once you get in, there's 2 seats in the back, 1 in the front. You guys can decide how you want to sit. Just let me know before we get out there. Yeah, we want to sit in back. Both in the back? Yeah. All right. And then once you get in, there's a simple seatbelt, just like a car seatbelt. And then there's a headset will help you find. Number 1 thing, just don't touch those door handles once we get you in. Let us get those doors for you. Let us lock those for you before and afterwards. And then if you want a picture, we can get one afterwards. Yeah, okay. Yeah, we can do that. You said both in the back, right? Yeah. All right, so if one of you guys go on the side of the pilot will help you get that door if he will, and then I'll get the other one. Yeah, sure. You ready? Give me that or something. Okay. You'll follow me on this left side, all right? लगाइ अहिले चाहिँ अब हामीले हेलिकप्टर राइड गऱ्यो होइन। अनि हाम्रो अर्को बाँकी 2 जना साथीहरूले चाहिँ गर्नु पाएँ होइन। त्यस्तो भएको थियो, खासमा हावा अति धेरै लागेको थियो। अनि पाइलट दादा डराउनु भयो। नेक्स्ट फ्लाइट चाहिँ म लिन्न, यो अति रिस्क छ भन्नुभयो। हामीलाई ल्यान्ड गर्ने बेला बल्ल तल गरे कि म त यस्तो त्यो मनमा चाहिँ अर्कै खालको डर थियो कि, नट त्यो उड्यो झऱ्यो भन्ने डर होइन कि, ओहो हावा यस्तो लागेको छ ल्यान्ड गर्न सकेन भने के गर्छ होला यताउतिसम्मको डर लागेको थियो। बट केही छैन, त्यो रमाइलो भयो। त्यस्तो हुँदैन पनि, त्यो मेरो दिमागमा मात्र आएको। अनि त्यसपछि चाहिँ हामी अब के गर्नु भयो, वी स्टिल हेभ 1-2 आवर्स एक्स्ट्रा होइन। सो हामी चाहिँ अहिले हाहाटोङ्का पार्कमा आएको छौँ। अनि अब त्यही त्यहाँ खाइरहेको छ साथीहरू त्यहाँ यहाँ। अनि म नि भर्खर खाएँ। अनि मैले भ्लग पनि बिर्सेको छु जस्तो फिल भयो क्या। अनि फेरि आएर अनि भिडियो बनाउनु थालेँ। गाडी त्यहीँ छ। अब चाहिँ हामी यहाँबाट सिधै एउटा हाम्रो सेन्ट लुइसकै रेस्टुरेन्टतिर जान्छौँ। अनि त्यहाँ गएपछि चाहिँ केही खाएर अनि घर जान्छौँ। त्यही हो। ल यहाँ चाहिँ अघिसम्म त कस्तो फोहोर पानी यताउति भन्दैपछि अहिले त पानी निलो छ भाइ, के हो यो? तर क्या दामी देख्ने क्या रिफ्लेक्सन। यस्तो मैले यस्तरी देखायो भने त क्या दामी देख्ने ल है। सही हो। हाहाटोङ्कालेको सायद हामी यतैसम्म जान्छौँ होला, योभन्दा जाँदैनौँ होला। बट दिस इज नाइस, वर्थ इट। मलाई हिँड्न सकिरहेको थिएन, त्यही नै हिँड्दै आएँ। ल गाइज यहाँको घुमफिर पनि सक्यो। अब 8:15 भइसक्यो बेलुकाको। सो अब चाहिँ हामी लाग्छौँ हाम्रो सेन्ट लुइसतिर, कतै खाएर अनि घर जान्छौँ होला। अझै 3 घन्टा जति लाग्छ। सो 11-12 बज्छ जस्तो लाग्छ मलाई। त्यही नै ठिकै छ, जानै पऱ्यो। ल है त गाइज, उतै गएर भेटौँला। धेरै भिडियोहरू त गर्नु पाएन, बट केही छैन। अहिले चाहिँ थकै लाग्दै आइरहेछ मलाई। अब हिजोदेखि त्यो ननस्टप कुदाएको कुदै यताउति भइरहेछ नि त।
सो त्यही हो ल है आइयो अब लगभग कति 3 साढे 3 घन्टा जति चलाएर आइयो अनि कहीँ पनि नरोकिकन आइयो त्यहाँबाट सिधै अनि हामीलाई चाहिँ जिमी भेट्न आएको थियो व्हाट्स अप जिमी You want to say something to my subscriber? No? Yeah, he's too shy for that. So मजा भयो ल कस्तो लाग्यो तिमीलाई चाहिँ मलाई त एकदम रमाइलो लाग्यो म के प्रो ड्राइभर होइन त एकदम प्रो म्याक्स रे है ल मजा आयो तर ल अब हामी ती खाना लागिरहेछौँ अहिले चाहिँ कहाँ भन्दा सिग्नेचर इन्डियामा छौँ अनि यो चाहिँ राति कति 2 बजीसम्म खोल्छ त्यही भएर यहाँ आयो अब खाने हो अनि त्यसपछि मस्त घर गएर सुत्ने हो सो गाइज फाइनली आइपुग्यो हामी लास्टै थका लागिरहेछ मलाई जोस् मजाले चलाइयो आइयो खाना पनि मिठो लाग्यो यही भयो आजको लागि ब्रान्सनमा जोस् 2 दिन भयो भने बवाल रमाइलो गरियो क्या अब त्यही हो गाइज नेक्स्ट भिडियोमा भेटौँला त्यतिन्जेल सबैजना सब्सक्राइब गर्नु होला